नमस्कार अनि अन्यगासे हो। म चाहिँ कोरियन भाषा प्रशिक्षक अरुण भण्डारी। सदा चाहिँ यहाँहरूको माझ एउटा नयाँ जानकारीमूलक भिडियो लिएर उपस्थित भइसकेको छु। पक्कै पनि तपाईँहरूले हाम्रो टाइटल र थम्बनेल हेरेर बुझिसक्नु भएको छ आजको हाम्रो भिडियो केसँग सम्बन्धित रहने छ भनेर चाहिँ। धेरैजना विद्यार्थीहरूको जिज्ञासा आएको कारणले गर्दाखेरि चाहिँ थोरै ढिलो भए पनि मैले यो भिडियोको निर्माण गरेको छु। योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले अहिले थपिएको सेक्टरसहित 4वटा सेक्टरमा चाहिँ कुनमा फर्म भर्दा राम्रो हुन्छ भनेर भनेको थिएँ। अनि त्यो भिडियोमा मैले यहाँलाई जानकारी पनि गराइदिएको थिएँ कि कुन सेक्टर कस्तो हुन्छ भनेर पनि मैले भिडियो लिएर आउँछु भनेको थिएँ। त्यही अनुसार चाहिँ अहिले हाम्रो नयाँ थपिएको सेक्टर छ। एउटा सर्भिस आइए भनेर सेक्टर थपिएको छ। त्यस पछाडि फरेस्ट्री भनेर सेक्टर थपिएको छ। अब यो सेक्टरमा चाहिँ अहिलेसम्म फर्म नखुलेको कारणले गर्दाखेरि यो सेक्टरमा कस्तो काम गर्नुपर्छ भन्ने धेरैजना विद्यार्थीहरूको जिज्ञासा रह्यो। किन भन्दाखेरि म्यानुफ्याक्चरिङ र एग्रिकल्चरमा त हालसम्म धेरैजना विद्यार्थीहरू कोरिया पुगिसक्नु भएको कारणले गर्दाखेरि चाहिँ त्यसमा कस्तो काम गर्नुपर्छ भनेर तपाईँले सुनेर अथवा प्रत्यक्ष देखि पनि सक्नुभएको छ। अब आजको हाम्रोमा चाहिँ यो सर्भिस र फरेस्ट्री भनेको प्रायः जङ्गलमा काम गरिन्छ भनेर सबै विद्यार्थीहरूमा केही मात्रामा त्यसको जानकारी हुनसक्छ। र यो सर्भिस भनेको चाहिँ धेरैजना विद्यार्थीहरूमा चाहिँ अलिकति गलत बुझाइरहेको जस्तो देखियो। अब सर्भिस भन्ने बित्तिकै अब हामीले कस्तो सोच्छौँ भन्दाखेरि कतै अफिसतिर गएर काम गर्नुपर्ने होला, हस्पिटलतिर अथवा कुनै त्यस्तोतिर काम गर्नुपर्छ होला भन्छौँ। तर खासमा त्यो पनि सर्भिसभित्र पर्छ। तर नेपालको लागि चाहिँ यो सर्भिस एरियाभित्र चाहिँ कस्ता कस्तो कामहरू दिएको छ भने चाहिँ विद्यार्थीलाई थाहा नहुनसक्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो सर्भिसभित्र पनि हामीले कस्ता कस्ता काम चाहिँ हाम्रो लागि छुट्याइएको छ अथवा यो फरेस्ट्रीभित्र पनि धेरै कामहरू हुन्छ, त्योभित्र कस्तो कामहरू हाम्रो लागि छुट्याइएको छ भनेर चाहिँ मैले आजको भिडियोमा यहाँलाई विस्तृत रूपमा जानकारी गराउने छु। यो क्षेत्रभित्र चाहिँ हामीले कस्तो काम गर्नुपर्छ अनि कमाइ कस्तो हुन्छ, यो क्षेत्रभित्र चाहिँ कमाइ कति हुने गर्दछ त्यसको बारेमा पनि मैले समग्र तपाईँहरूलाई भनिदिने छु है त। अब सबैभन्दा पहिला हामीले चाहिँ कस्तो काम गर्नुपर्छ भनेर हेरौँ। मैले यहाँनिर सर्भिस 1 भित्र चाहिँ के कस्ता काम गर्नुपर्छ अनि त्योभित्र चाहिँ कस्ता कस्ता कामहरू खुलाइएको हुन्छ भनेर मैले यहाँनिर विस्तृत रूपमा तपाईँहरूको लागि छुट्याइदिएको छु है त। अब सर्भिस सेक्टर 1 भित्र हामीले के काम गर्नुपर्छ भनेर हेरौँ। सबैभन्दा पहिला फोहोर सङ्कलन रहेको छ। घर, कार्यालय, कम्पनी, बजार तथा अन्य स्थानबाट निस्केको फोहोरलाई तपाईँले सङ्कलन गर्नुपर्छ। तपाईँले त्यस अन्तर्गतभित्र के काम गर्नुपर्छ त? अब घर अथवा कम्पनीबाट निस्केका फोहोरहरूलाई उठाउनु पर्ने हुन्छ, फोहोर सङ्कलन गर्ने, ट्रकमा लोड गर्ने, रिसाइकल हुने र नहुने फोहोरहरूलाई छुट्याउनु पर्यो तपाईँले, फोहोर सङ्कलन केन्द्रसम्म पुर्याउनु पर्यो, त्यस पछाडि फोहोर राख्ने कन्टेनरहरू सफा गर्नु पर्यो। अब यसमा कामको प्रकृति चाहिँ कस्तो हुन्छ भन्दाखेरि प्रायः बाहिर काम गर्नुपर्ने हुन्छ अनि फोहोर सङ्कलन भन्ने बित्तिकै बिहान चाँडै काम हुन पनि सक्छ। शारीरिक रूपमा चाहिँ मेहनत अलिकति बढी गर्नुपर्ने देखिन्छ है त यसमा चाहिँ। त्यस पछाडि सामान्य फोहोर सङ्कलन भनेर भनेको छ स्वास्थ्य र वातावरणलाई गम्भीर हानि नगर्ने खालका फोहोर सङ्कलन गर्ने पनि हुनसक्छ। उदाहरणको लागि कागज भयो, प्लास्टिक भयो, बोतल भयो, काठ भयो, कपडाहरू भए, घरेलु फोहोरहरू भए, यिनीहरू चाहिँ तपाईँले छुट्याउनु पर्ने हुनसक्छ। त्यसमा काम चाहिँ के गर्नु पर्यो भन्दाखेरि त्यसलाई अलग अलग्गै सङ्कलन गर्ने पनि हुनसक्छ, रिसाइकल केन्द्रमा पठाउने पनि हुनसक्छ, त्यसलाई वर्गीकरण मात्रै गर्ने पनि हुनसक्छ है त। त्यस पछाडि हाम्रो 3 नम्बरमा छ खतरनाक फोहोर सङ्कलन भनेर राखिएको छ। मानव स्वास्थ्य अथवा वातावरणलाई चाहिँ एकदमै धेरै हानि पुर्याउन सक्ने फोहोरहरूको सङ्कलन हुनसक्छ। जस्तै अब रासायनिक कुराहरू भए, ब्याट्रीहरू भयो, मेडिकल फोहोरहरू भयो, रङ पेन्टसँग सम्बन्धित फोहोरहरू भए, एसिडहरू भए, औद्योगिक रसायनसँग सम्बन्धित फोहोरहरू भए। अब यसमा चाहिँ कस्तो काम गर्नु पर्यो भन्दाखेरि अब सुरक्षा पोसाक लगाएर काम गर्नु पर्यो अभियसली पनि, किनभने यसमा अब धेरै खतरा पनि हुनसक्छ। अनि विशेष कन्टेनरको प्रयोग गर्नुपर्यो फोहोर सङ्कलनको लागि, नियमअनुसार ढुवानी गर्नुपर्ने हुन्छ। यो कामहरू चाहिँ तपाईँले गर्नुपर्छ। त्यस पछाडि निर्माण तथा भत्काइबाट निस्किएको फोहोर सङ्कलन भनेको छ। अब निर्माण स्थल अथवा भत्काइबाट के का फोहोर निस्किन्छ त? भवन भत्काउँदा निस्किएको इट्टाहरू हुन्छ। कस्तो खालको काम भन्दाखेरि चाहिँ अनि त्यहाँ ढुङ्गाहरू हुन्छ, फलाम हुन्छ, सिमेन्ट हुन्छ, काठ हुन्छ। यी सामग्रीहरूलाई छुट्याएर चाहिँ ट्रकमा लोड गर्ने वा प्रशोधन केन्द्रमा पठाउने पनि हुनसक्छ तपाईँको काम। सर्भिस एरियाको कुरा गर्दैछु म। अनि फोहोर प्रशोधन तथा व्यवस्थापन। अब फोहोर प्रशोधन तथा व्यवस्थापनमा कस्तो काम गर्नु पर्यो त? फोहोरलाई तपाईँले छुट्याउनु पर्ने हुनसक्छ, रिसाइकल गर्नुपर्ने हुनसक्छ, त्यसलाई जलाउनु पर्ने हुनसक्छ, ल्यान्डफिलमा व्यवस्थापन गर्ने पनि हुनसक्छ, मेसिनहरू सञ्चालन गर्ने पनि हुनसक्छ है त। त्यस पछाडि सामान्य फोहोरको प्रशोधन र व्यवस्थापन भनेको छ। अब सामान्य फोहोरको व्यवस्थापन हामीले कसरी गर्छौँ? प्लास्टिकहरूलाई रिसाइकल गरेर हुन्छ कि कागजहरूलाई रिसाइकल गरेर हुन्छ, कम्पोस्ट बनाउने यदि कुहिने छ भने पुनः प्रयोग हुने सामग्रीहरू तयार गर्न पनि सकिन्छ है त। त्यस पछाडि हाम्रो 7 नम्बरमा छ खतरनाक फोहोर प्रशोधन भनेको छ है।
अब यहाँ कामको प्रकृति हेरौँ, रसायन निष्क्रिय बनाउने हुनसक्छ, मेडिकल फोहोरहरू नष्ट गर्ने हुनसक्छ, विशेष मेसिनहरू सञ्चालन गर्ने पनि हुनसक्छ, सुरक्षा नियम कडाइका साथ पालना गर्नुपर्ने हुन्छ है त यो, किनभने खतरनाक फोहोरको प्रशोधन हो नि त होइन। त्यसै गरी हाम्रो 8 नम्बरमा छ निर्माण तथा भत्काइबाट निस्किएको फोहोर प्रशोधन तथा व्यवस्थापन। मैले अघि माथि पनि भनिसकेको छु। अब त्यही फोहोरहरूलाई प्रशोधन कसरी गर्ने त? इँटाहरू फुटाउने हुनसक्छ, फलामहरू अलग अलग पार्ने, छुट्याउने, कङ्क्रिट क्रस गर्ने, पुनः प्रयोगका लागि सामग्रीहरू तयार गर्ने पनि गर्नुपर्ने हुनसक्छ है। तपाईँले त्यो निर्माण स्थलबाट निस्केको फोहोरहरूलाई चाहिँ कन्स्ट्रक्सनहरूबाट निस्केको फोहोरहरूलाई चाहिँ। अनि त्यस पछाडि हाम्रो रेडियोधर्मी न्युक्लियर फोहोर व्यवस्थापन, यो चाहिँ एकदमै धेरै खतरनाक पनि छ। यो अत्यन्तै विशेष प्रकारको काम हो भनेर भनेको छ। यहाँ कामहरू कस्तो हुन्छ भन्दाखेरि रेडियोधर्मी सामग्रीहरू सुरक्षित राख्ने हुनसक्छ, विशेष सुरक्षा पोसाकहरू अभियसली प्रयोग गर्नुपर्ने हुनसक्छ, सरकारी मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्छ। अनि यसमा मैले नोट चाहिँ के लेखिदिएको छु भन्दाखेरि हुन त यो पनि क्षेत्र पर्न सक्छ भनेर भनेको छ, तर त्यो अनुसार पनि नेपालबाट जाने अधिकांश कामदारलाई यो क्षेत्रमा पठाइने सम्भावना धेरै कम हुन्छ भनेर मैले लेखिदिएको छु। यो चाहिँ किन त्यस्तो हुन्छ भन्दाखेरि थोरै अनुभव भएको मान्छेहरूलाई मात्रै यहाँनिर लगाउनुपर्छ, किनभने यो रेडियोधर्मी न्युक्लियर भनेको त सबैभन्दा खतरनाक हो नि त होइन। यो कुराहरूलाई चाहिँ हामीले प्रशोधन गर्दाखेरि अथवा त्यसको व्यवस्थापन गर्दाखेरि चाहिँ विशेष ध्यान दिनुपर्ने भएको कारणले गर्दाखेरि धेरै नेपालीहरूलाई लगाउने सम्भावना चाहिँ कमै हुन्छ। अनि 10 नम्बरमा छ हाम्रो खाद्यान्न पेय पदार्थ तथा सुक्तिजन्य वस्तुको बिक्री व्यवस्थापन भनेको छ। अब यसमा तपाईँले के काम गर्नु पर्यो त? सामानहरू अर्डर गर्नुपर्ने हुनसक्छ, कम्पनी र पसलबीच समन्वय गर्ने हुनसक्छ, स्टक व्यवस्थापन गर्ने हुनसक्छ, सामान डेलिभरीको व्यवस्था मिलाउने पनि हुनसक्छ है त। त्यसै गरी हाम्रो 11 नम्बरमा छ खाद्यान्न थोक बिक्री भनेको छ। खाद्यान्नहरूको बिक्री गर्नु पर्यो। के काम गर्नु पर्यो त? गोदाममा सामानहरू मिलाउने काम गर्नुपर्ने हुनसक्छ, प्याकिङ गर्ने काम हुनसक्छ, अर्डर तयार गर्ने काम हुनसक्छ, ट्रकमा सामान लोड गर्ने अनलोड गर्ने पनि हुनसक्छ है त। त्यसै गरी 12 नम्बरमा छ रिसाइकल हुने सामग्रीको थोक व्यापार भनेको छ। अब रिसाइकल हुने सामग्रीहरूको थोक व्यापार, रिसाइकल हुने के सामग्रीहरू हुन् त? प्लास्टिकहरू भयो, फलाम भयो, कागज भयो, बोतलहरू भयो। हो यो सामग्रीहरूलाई चाहिँ छुट्याएर गोदाममा राख्ने तथा बिक्री गर्ने भनेर भनेको छ है त। त्यसै गरी हाम्रो 13 नम्बरमा छ कुरियर सेवा भनेर भनेको छ। थेक्वेसँग सम्बन्धित सेवाहरू पनि छ। के काम गर्नु पर्यो तपाईँले त्यसमा चाहिँ? पार्सलहरू उठाउने काम गर्नु पर्यो, स्क्यान गर्ने काम गर्नु पर्यो, त्यो सामानलाई काटछाट गर्ने छुट्याउने गर्नु पर्यो, डेलिभरी गर्ने काम गर्नु पर्यो, ग्राहकको हस्ताक्षर लिने कामहरू पनि गर्नुपर्छ है त तपाईँले। 14 नम्बरमा छ चिस्यानयुक्त गोदाम भनेको छ। कोल्ड स्टोरेजको काम पनि गर्नुपर्यो तपाईँले। कोल्ड स्टोरेजमा के काम गर्नुपर्छ? मासुहरूलाई राख्ने, माछा, फलफुल, आइसक्रिम, तरकारी हो यो सामानहरूलाई चाहिँ चिसो गोदाममा राख्ने, प्याक गर्ने, लोड अनलोड गर्ने। यहाँ तापक्रम निकै कम हुने भएकोले प्रायः चिसोमा काम गर्नुपर्छ। कोल्ड स्टोरेज भन्ने बित्तिकै चिसो हो नि त होइन। हो यस्तोमा पनि तपाईँले काम गर्नुपर्ने हुनसक्छ। अनि विमानस्थल सहायक सेवा भनेको छ। विमानस्थलमा पनि यहाँ खटाइने भनेको छ। के गर्नुपर्छ त? विमानस्थलमा सामान व्यवस्थापन गर्नु पर्यो, यात्रुहरूलाई सहायता गर्नु पर्यो, सामानहरू लोड गर्नु पर्यो, ग्राउन्ड सपोर्ट पनि गर्नुपर्छ है त तपाईँले। अनि 16 नम्बरमा छ त्यो मास्तिरको यो अलिकति फरक हो, हवाई तथा स्थल कार्गो व्यवस्थापन। यो चाहिँ मास्तिर तपाईँको सहायक सेवा हो यो चाहिँ होइन, तर यसमा चाहिँ के हो त? तपाईँले व्यवस्थापन गर्नु पर्यो। केलाई? कार्गोलाई व्यवस्थापन गर्नु पर्यो है त। के पर्छ त? कार्गो लोड गर्ने हुनसक्छ, अनलोड गर्ने हुनसक्छ, कार्गोलाई हामीले स्क्यान पनि गर्नुपर्छ, प्याकिङ गर्नुपर्छ, गोदाम व्यवस्थापन गर्ने पनि हुनसक्छ है त। त्यसै गरी हाम्रो 17 नम्बरमा छ पुस्तक तथा पत्रिका प्रकाशन भनेको छ। अब यसमा के काम गर्नु पर्यो तपाईँले? प्रिन्टिङ मेसिनहरू सञ्चालन गर्नु पर्यो, किताब प्याकिङहरू गर्नु पर्यो, गुणस्तर जाँच गर्नु पर्यो, गोदाममा राख्ने काम पनि गर्नुपर्ने हुनसक्छ है त। त्यस पछाडि हाम्रो 18 नम्बरमा छ सङ्गीत तथा अडियो सामग्री उत्पादन भनेको छ। अब यसमा के गर्नु पर्यो? सिडीहरू प्याक पार्ने काम हुनसक्छ, अडियो सामग्री व्यवस्थापन हुनसक्छ, डिजिटल सामग्री तयार गर्न सहयोग गर्ने पनि हुनसक्छ, स्टुडियोको काम अथवा कम्पनीमा सहायक काम गर्ने पनि हुनसक्छ है त। र यो चाहिँ हाम्रो रह्यो सर्भिस 1 भित्रका 18वटा हाम्रो क्षेत्र। सर्भिस क्षेत्र हो। सर्भिस क्षेत्र पनि त्यो भित्र पनि कुन काम गर्नुपर्छ भनेर चाहिँ यो 18वटा क्षेत्रभित्र चाहिँ नेपालीहरूलाई लगिसके पछाडि काम लाउने भनेर भनेको छ। अब हाम्रो फरेस्ट्री सेक्टर अन्तर्गतका कामहरू के हुन् त? यहाँनिर रुख काट्ने तथा काठ उत्पादन भनेको छ। रुख काट्ने तथा काठ उत्पादन भन्ने बित्तिकै हामीले के काम गर्नु पर्यो त? रुख काट्ने काम गर्नु पर्यो, काठ टुक्राउने काम गर्नु पर्यो, ट्रकमा लोड गर्ने काम गर्नु पर्यो, जङ्गल सफा गर्ने काम गर्नु पर्यो, चेनस भनेको चेनसो जस्ता उपकरणहरू प्रयोग गर्ने, हाम्रो काठ काट्ने मेसिनहरू हुन्छ नि त होइन।
अब यो चाहिँ शारीरिक रूपमा निकै कठिन काम हो भनेको छु मैले। यसलाई निकै किन भनेको भन्दाखेरि यो रुखहरू काट्ने चाहिँ अलिकति बलसँग सम्बन्धित पर्ने काम भएको कारणले गर्दाखेरि चाहिँ मैले अलिकति कठिन काम हो भनेर यहाँहरूलाई भनेको छु है त। त्यस पछाडि वन रोपणमा पनि लाने भनेर भनेको छ। अनि वन रोपणमा चाहिँ अब हामीले के गर्नु पर्यो त? बिरुवाहरू रोप्नु पर्यो, बिरुवामा मल हाल्नु पर्यो, त्यसमा पानी हाल्नु पर्यो, रोपेको बिरुवाको झारपात हटाउनु पर्यो, अनि जङ्गल संरक्षण पनि गर्नु पर्यो है त। अनि त्यस पछाडि 3 नम्बरमा चाहिँ वन नर्सरी सञ्चालन भनेको छ। अब वन नर्सरी भनेको के हो त? बिरुवाहरू उत्पादन गर्ने, बिउ रोप्ने, त्यो बिरुवाहरूमा पानी हाल्ने, बिरुवा सार्ने, अनि बिक्रीका लागि तयार गर्ने काम पनि गर्नु पर्यो नि त होइन? त्यो भयो। अनि वनसँग सम्बन्धित सहयोगी सेवा भनेको छ। अब यसमा के गर्नु पर्यो त? तपाईँले जङ्गलहरू सरसफाइ गर्नु पर्यो, जङ्गलमा जाने आउने बाटोहरू बनाउनु पर्यो, उपकरणहरू बोकेर यतात्यता सार्ने काम गर्नु पर्यो, वन संरक्षणमा सहयोग गर्नु पर्यो, वनमा आगलागी हुन नदिनको लागि सहयोग गर्नु पर्यो, अनि काठ ढुवानीमा पनि सहयोग गर्नु पर्यो है त। र यति 4वटा मात्रै छुट्याएको छ। यो हाम्रो फरेस्ट्री एरियामा चाहिँ जम्मा यति 4वटा कामहरू मात्रै दिने भनेको छ। फरेस्ट्रीभित्र लाने, तर फरेस्ट्रीभित्र पनि के काम दिने भन्दा यो 4वटा काम दिने भनेको छ। अनि त्यसमा हाम्रो हाम्रो यो जुन सर्भिस आई भनेर छ, सर्भिस आईमा चाहिँ जम्मा 18वटा काम छुट्याइदिएको छ है त। 18वटा काम छुट्याइदिएको छ। तपाईँले यहाँनिर हेरेर पनि बुझ्न सक्नुहुन्छ। यहाँनिर मैले सरसर्ती व्याख्या गरिदिएको छु। यदि यहाँहरूलाई चाहिँ यो पिडिएफै फाइल चाहिएको छ भने तपाईँले पिडिएफ फाइलबाट पनि आफैले आफ्नो तरिकाले पनि हेर्न सक्नुहुन्छ है त। मैले सबै नेपाली इङ्ग्लिस सहित राखिदिएको छु। अब रह्यो हाम्रो कमाइ चाहिँ कति हुन्छ भन्ने कुराको बारेमा पनि मैले अलिकति जानकारी गराइदिनुपर्छ। यो इपिएसबाट जाने सबै कामदारहरूको कमाइ चाहिँ एउटै नै हो। इपिएसबाट जति विद्यार्थी जानुहुन्छ सबैको कमाइ चाहिँ एउटै हो। बेसिक स्यालेरी अथवा कोरियामा काम गर्ने जति पनि कामदार हुनुहुन्छ, कोरियन, नेपाली अथवा जुनसुकै देशबाट आउनुभएको हुन्छ, सबैको कमाइ चाहिँ एउटै नै हुन्छ होइन। अब यो वन क्षेत्रमा चाहिँ अलिकति बढी ओभरटाइम पनि हुनसक्छ। त्यसले गर्दाखेरि सर्भिसभन्दा वन क्षेत्रमा अलिकति बढी पैसा कमाउन पनि सक्नुहुन्छ। अथवा त्यो भन्दैमा सर्भिसमा चाहिँ ओभरटाइमै नचल्ने भन्ने होइन। कोरियामा कमाइलाई कसरी क्याल्कुलेट गरिन्छ भन्दाखेरि ओभरटाइमको हिसाबले क्याल्कुलेट गरिन्छ है त। किन भन्दाखेरि बेसिक स्यालेरी सबैको एउटै हो नि त कोरियामा होइन। कोरियनले काम गरे पनि, नेपालीले गरे पनि, जोसुकैले काम गरे पनि बेसिक स्यालेरी चाहिँ सबैजनाको एउटै हुने भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको ओभरटाइम अनुसार चाहिँ भर पर्ने हो। तर ओभरटाइम पनि कहाँ कस्तो हुन्छ भनेर भन्दाखेरि चाहिँ यो अलिकति सर्भिस सेक्टरभन्दा पनि यो हाम्रो यो फरेस्ट्रीमा चाहिँ अलिकति बढी हुनसक्ने सम्भावना देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँले त्यही अनुसारले फर्म भर्नुभयो होला अथवा भर्नुभएको छ होला। सर्भिस क्षेत्रमा चाहिँ धेरैजनाको बुझाइ चाहिँ अलिकति अफिसियल्ली काम हो कि भन्ने खालको बुझाइ पनि थियो। कृपया त्यस्तो नसोच्नु होला। मैले यहाँनिर सबै तपाईँलाई भनिदिइसकेको छु। सर्भिसमा त्यो पनि पर्छ, तर हामीलाई दिएको काम अनुसार चाहिँ त्यो नपरेको छ है त। भिडियो अन्तिमसम्म हेरिदिनु भयो सम्पूर्ण विद्यार्थीलाई धेरै धेरै धन्यवाद। हाम्रो चाहिँ यो जुन परीक्षाको तयारीसँग सम्बन्धित हामीले व्हाट्सएप ग्रुप पनि बनाइसकेका छौँ। त्यो व्हाट्सएप ग्रुपमा चाहिँ हामीले तपाईँलाई निःशुल्क रूपमा चाहिँ पिडिएफ फाइलहरू, एक्जामहरू गराउने लगायत परीक्षाको लागि तपाईँलाई चाहिँ एकदमै सक्षम बनाउनेछौँ। कृपया हाम्रो व्हाट्सएप ग्रुपमा पनि तपाईँहरू जोइन हुन सक्नुहुन्छ। व्हाट्सएप ग्रुपमा जोइन भएर चाहिँ सम्पूर्ण कुराहरू निःशुल्क रूपमा प्राप्त गर्न सक्नुहुनेछ। भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँको पढाइ कहाँ पुगेको छ, कृपया कमेन्ट सेक्सनमा लेखिदिनु होला। त्यही अनुसार हामीले तपाईँलाई ग्रुपमा लगाएर गाइड गर्दै जानेछौँ। र सम्पूर्ण पिडिएफ फाइलहरूको लागि चाहिँ तपाईँले हामीलाई व्हाट्सएप गर्न सक्नुहुनेछ। जानकारीमूलक भिडियो अथवा पढाइसँग सम्बन्धित सबै भिडियोको पिडिएफ फाइल चाहिँ तपाईँले निःशुल्क रूपमा प्राप्त गर्न सक्नुहुनेछ। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र हाम्रो च्यानलमा चाहिँ अपलोड गरेका भिडियोहरू तपाईँलाई मनपर्छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। तपाईँको माया देखाइदिनु होला। र अरू साथीहरूले पनि बुझ्न चाहोस्, हेर्न चाहोस् भन्नुहुन्छ भने चाहिँ हाम्रो भिडियोलाई सेयर पनि गरिदिनु होला। तर पिडिएफ फाइलहरू प्राप्त गर्नको लागि अथवा ग्रुपमा एड हुनकै लागि चाहिँ तपाईँले सब्सक्राइब गर्नुपर्छ भन्ने छैन। त्यो हजुरको इच्छाअनुसार भर पर्ने कुरा हो। सर म चाहिँ युट्युब हेरेर आएको, मलाई चाहिँ यो पिडिएफ फाइल लगाइदिनु अथवा ग्रुपमा जोइन गर्नु न भन्नुभयो भने चाहिँ तपाईँलाई हामीले ग्रुपमा जोइन गर्नेछौँ भन्दै आजको भिडियोबाट सम्पूर्ण विद्यार्थीहरूमा बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।